हेलो गाइज इन्ट्रो इन्ट्रो दियो पछाडिबाट बनाउनु होला होइन कि पछाडि लेकिन एक सेकेन्ड राम्रो आउँदैन What's up gang? रुक न इन्ट्रो दिँदैछ भन यो तिम्रो पज गराऊ अहिले हाँ ये कर लो पहले बड़े लोग हैं पहले ऐसे करते होंगे गाइज देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ भिर चढिरहेछौँ मेरो नाम त अभियसली थाहा नै छ तपाईँहरूलाई ल इन्ट्रो दियो सर ये क्या है Yo, what's up guys? I'm Bonnie. एके मिलन अनि यहाँ हेर्न सक्नुहुन्छ इन्ट्रो देऊ आफ्नो आइसा उसको नाम चाहिँ आइसा हो एके सिन्धु पाल्छोक अनि यसको नाम चाहिँ निङमा हो एके अनि हामी चाहिँ यहाँ भिड चढ्दैछौँ हेर्न सक्नुहुन्छ मैले चाहिँ अगाडिको क्यामेराबाट खिचेको हो हामी चाहिँ यहाँ यस्तो बाटो चढ्दैछौँ देख्न सक्नुहुन्छ अगाडि निङमा आइसा र धनु एकदम डर लाग्दो सिन रहेछ त्यही भएर अहिले मैले क्यामेरा होइन फोन चलाइरहेको छु अब यहाँनिर झर्ना भए कति राम्रो हुन्थ्यो होला तर अहिले बर्खाको सिजन होइन त्यही भएर गाइज यहाँ चाहिँ झर्नामा पानी नै सुकेछ भन्दै हामी चाहिँ माथितिर लाग्दैछौँ ल गाइज पछि भेट्नुपर्छ अलिक माथि पुगेपछि गाइज हेर्न सक्नुहुन्छ हाइक जाने मान्छे यता थाकेर बसेको अवस्था यसरी थाकिन्छ तपाईँहरू पनि अगाडि नै अलि राति तेल लगाएर खुट्टामा टक्क फ्रुट्स खाएर एनर्जी स्टोर गरेर बस्नु होला देख्न सक्नुहुन्छ यहाँ भिड एकदम हामी अलिकति माथि पुगिसकेको अवस्था हजुर ए रुक न अहिले खाम्ला माई गड यहाँ बस्ने ठाउँ रहेछ कस्तो राम्रो छाना पनि कति राम्रो रहेछ त्योहरू हामी चाहिँ एक्सट्रिम खाँदै अगाडि बढ्दैछौँ सबैले एउटा एक्सट्रिम भिडेको छ हामी यहाँ भिरमा चढिरहेछौँ ओ मैचाहरू हात दुख्यो गाइज हामी चाहिँ अब अलमोस्ट हेर्नु भागेको केही छैन हामी चाहिँ अलमोस्ट स्टार्टिङमा पुग्न लाग्यौँ ओइ कस्तरी हाँस्दै यार म त यता पनि झर्ना रहेछ छि कस्तो डट्टी हरकत गरिरहेको यहाँ त निमाले गाइस अनि कहाँ मान्छेको पसिना चढ्न लाग्छ होइन हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हामी भरेङमा पुगेको अवस्था अनि हामीले टक्क केही पनि खाँदैन बिहान खाली पेट थियो अलिअलि एक्सट्रिम खाएर झन् फेरि खाली पेटमा ल भयो गाइज म भ्लग बनाउँदिनँ कसैले नि भाउ दिएन फुर्सद सबैजना आफ्नै धुनमा छ गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ नयाँ रूपमा आएको छौँ Yo, what's up gang? Welcome back. आवर युट्युब च्यानल आवर त होइन मेरो मात्रै हो पर्सनल ल हामी चाहिँ हिँड्दैछौँ गाइज हामी दुईजना मात्रै हाइकिङमा आएको टु बोका बोइस हो टु बोका बोइजहरू अरे क्या हेर नि त त्यति साह्रो बोका चाहिँ छैन है हामी ए गाइज यही हो तारे भिर अनि यता हामी अलिअलि डाँडामा आइपुगेको छ ऊ त्यहाँ हेर कसरी पानी खाइरहेछ यतापट्टि मजा आइरहेको ऊ आछु मेरो मोबाइलमा पऱ्यो बिग्रिँदैन हौ वाटरप्रुफ हो पानीमा चुल्डुमा डुबाउँदा नि केही हुँदैन साँच्ची ल फर्केर आउनुभयो त उनीहरू त के हो गाइज हामी चाहिँ अब पुग्न लागेको अवस्था छ यताबाट हो खोइ थाहा नै भएन हामीलाई पनि ए हामीलाई त सोध्नु भएन
केही छैन यताबाट बाटो छैन रहेछ दाजु छैन रहेछ उता सोध्दै हुनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो राइडर दाजुहरू बबाल बबाल बाइक लिएर कुदाउनु भयो के छ तिम्रो बोयफ्रेन्ड लाला नि त गाइज हामी चाहिँ उता हेर्नु सक्नुहुन्छ बिर्ती त्यो यताबाट हिँड्ने बाटो चाहिँ होला कि मान्छेको हामी चाहिँ हिँडिरहेको अवस्था छ गाइज मैले चस्मा लगाएको ह्यान्डसम देखाएको छु कि छैन अरे कि अझ ए केही छैन ओहो कति राम्रो हो यो घर उसको घर हो रे गाइज के लेखाएको छ पढ साथी ए लटिक रेस्टुरेन्ट लटिक छ बोल अब बोल ए सरी ए अब बोल न हो हजुर हेर्न सक्नुहुन्छ कति हामीसँग आएको दिदीबहिनीहरू लास्टै छाडा छ हरामी हो चस्मा त उड्दैन नि यस्तै हो गाई सिङ्गल भइसक्यो जसले पनि हेप्छ केही छैन त्यही पनि रेके गाइस हामी चाहिँ यहाँ भर्याङ चढिरहेको अवस्था हामी रातो न रातो न निलो कालो भइसक्यौँ बहिनी चाहिँ आएर बहिनी कुदे लौ लौ ल हो त्यो मान्छे 10 मिनटसम्म थलो पऱ्यो कि त्यहीँनिर कुदेको अवस्था गाइस म त गाउँतिर बसेर लोकल मान्छेहरू अब हामी यहाँ काठमाडौँ बसेपछि बोइलर भएर के कसो निङमा बहिनी होला तिमी पनि गाउँतिर बसेछ भयो त गाइस भ्लगरलाई बोल्न देखाएन न आफ्नै तालमा बोलेर हिँड्दा है छोडिदिनु म भ्लगै गर्दिनँ गाइस हेर्न सक्नुहुन्छ यहाँ लालीगुराँस चोर र चोर्ने शिवपुरीमा छिरेको छ हेर्न सक्नुहुन्छ यही अनुहारले हो लालीगुराँस निकालेको उतै अनुहारले ऊ लालीगुराँस टिपेर हिँड्दैछ उसलाई भनेको है ऊ त्यहाँ हेर्न सक्नुहुन्छ बाँदर ओइ साथी भयो के नजर भनेको लौ त्यहाँ हेर्न सक्नुहुन्छ लालीगुराँस चोर्दैछ यो दुइटा निलो निलो लाउनेहरूले म त सक्दिनँ उसलाई भन्नु म त रुखै चढाएन नि ऊ हेर्न सक्नुहुन्छ लालीगुराँसमा छुँदै छुँदिनँ के अनि फारेसी झर्दैन त ओइ धेरै नटिप के छ्या हैनिङमा टिप्नुहुन्न कि यस्तो कुराहरू यसरी ओइ ल यसरी टिपेर हाल्नु रे होइन भ्लगमा त्यस्तो गाली गर्नु रे सबैले आएर निङमाले त्यही त भने कसले ऊ धनुले यस्तै हो सिङ्गल भएपछि जसले नि हेप्छ छ्या यो धनु त कहिले नि नदेखा जसरी टिपिरहेको छ अवस्था गाइज हामी चाहिँ तारेभिर जाने रोडमै छौँ ल अब हामी माथि पुग्नेछौँ गाइज भोक लागिसक्यो केही खानुपर्ने हुन्छ हामीले होइन त ल केही छैन गाइज तपाईँहरूले लालीगुराँस देख्नु भएन भने यो हो यो चाहिँ लालीगुराँसको बोट हो बोट यस्तो हुन्छ र फुल चाहिँ यस्तो हुन्छ ऊ यस्तो छ ऊ त्यस्तो छ ऊ पछाडि झन् ऊ त्यस्तो छ अनि म चाहिँ यस्तो छु भ्लगको लागि क्यामेरा अन गर्नुपर्छ कोही पनि बोल्दैन म बोल्यो भने मलाई बोल्न नि दिँदैन यसो हल्का रमाइलो जाँदैछौँ गाइज ऊ खान नपाए जस्तो चक्लेट खाइरहेको छ मैले चाहिँ खाइसकेँ हिँडिरहेको छु हावा चलेको अवस्था गाइज सुन्न सक्नुहुन्छ पिस भने यस्तो हो कि क्या हो ओए गाइज हामी चाहिँ यहाँ जङ्गलमा हेर्न सक्नुहुन्छ लाइनै लाएर रेलगाडी चलिरहेको अवस्था म चाहिँ ड्राइभर
ड्राइभर म माइलो मोटर चलाउँदै ऊ त्यो पछाडि लट्ठी बोक्ने खलासी अनि बिचमा दुईवटा प्यासेन्जरहरू छन् है ओ यहाँ त ओइ सेल्फी गाइज हेर्न सक्नुहुन्छ यिनीहरू नौटङ्कीहरू टिकटक बनाउनलाई मलाई यस्तोमा इन्ट्रेस्टै छैन गाइज त्यही भएर म टाढै बसिरहेको छु हेर्न सक्नुहुन्छ यहाँ मन्दिर रहेछ ल सबैले ढोकिदिउँ एक ल ठिक छ अलि लाम भएकोले पनि मन सुस्त म चाहिँ भरिया हो यिनीहरूको यिनीहरू चाहिँ टिकटक बनाउँदै हिँड्छ गाइज यी यत्रो ब्याग पुगेको छ यी सबभन्दा गरमको ब्याग आउन साथी नबोला नआइ कि म ठिक छ आज यस्तो मलाई लाज लाग्छ कि साथी अनि के हो गीत खोइ सुने छैन मलाई यस्तोमा इन्ट्रेस्टै छैन कि होइन यस्तो होइन मलाई इन्ट्रेस्टै छैन गाई झेन्डो सक्नुहुन्छ हिँड्दा हिँड्दा फाक भएर सुतेको अवस्था यहाँ चाहिँ निमा छ क्या कर रही हो मुझे शर्म आ रही है तो घुम्न आए चाहिए त्यस्तो यत्रो ठुलो केस छ हो गाई त्यत्रो ठुलो फेस छ त्यसरी त म भैँसी भन्छु रे क्या अझ जिस्केको गाई छ उही ल ए अब जाने बाटो राम्रो छ है गाई हामी चाहिँ हिँड्दा हिँड्दा अब लागिसक्यो खाजा पनि खाएको छैन कहाँ बसेर खाने पनि थाहा छैन कस्तो भोग लगाएर आँटे हामी चाहिँ जङ्गलमा हराएको अवस्था छ केटाकेटी हो हरायो होइन मसँग छ अनि हामी यहाँनिर हिँडिरहेछौँ अलिअलि भ्लग बनाउने त्यस्तो खासै जाँगर छैन त्यही पनि अलिअलि छोटो मिठो चाहिँ बनाइरहेछौँ ऊ बाटो त यहाँ छ हामी कहाँ हिँड्ने जङ्गल उता पुरै बाटो यहाँ छ गाइस होइन हामी ऊ जङ्गलभित्रबाट निस्केर आएको छौँ कि फेरि के हो यस्तो हाम्रो गाइसहरू यस्ता हिँड्दैछ कोहीमा झन्डै लडेको म त यस्तै हो क्यामेराम्यान भएपछि रिक्स हुन्छ धेरै नै ओहो अब त राम्रो छ त बाटो गाइज हामी चाहिँ तारेभिर गएको मान्छे झुकेर हामी शिवपुरी पिकतिर आइपुगेछौँ फेरि पनि तपाईँहरूलाई शिवपुरी पिकको भ्लगमा स्वागत छ सबै ठाउँ घुम्न पर्नु भएको त्यही त एकैचोटि ल उही ए झिङ्गा पो रहेछ केही छैन गाइस डर लाग्छ यस्तो जङ्गलतिर होइन हौ मैले सर्व भनेर डर क्या जोक मारा भाई मजा आ गया भाई मजा आ गया त्यसो भए म मेरो यो क्यामेरा चाहिँ यो बहादुरको हातमा सुम्पिन चाहन्छु गाइस भ्लग अगाडि हेर्दै गर्नु होला त्यसो भए बाई बाई द्वार पुग्न लागेको अवस्था हेर्न सक्नुहुन्छ यहाँ धेरैजना हुनुहुन्छ यहाँ पछाडि हाम्रो एउटा भ्लगर पनि हुनुहुन्छ उहाँको नाम ल दाइहरू चाहिँ यहाँ फर्किसक्नु भएको रहेछ यहाँ टन्ने जानु हुन्छ चाहिँ तपाईँहरू कताबाट आउनु भएको कति नजिकै हुनुहुँदो रहेछ हामी त उहाँ स्वयम्बुबाट पनि मासतिर ए यहाँबाट आउनु भयो भने चाहिँ ए बागद्वार पुग्नु लाग्यो भ्लग कन्टिन्यू गर्न बिर्सेछौँ गाइज अब अर्को भ्लगमा भेटौँला